Hello, hi, namaste. Welcome back to my YouTube channel and happy Mother's Day. आज चाहिँ आमाको मुखेर्ने दिन. मेरो हालत त्यस्तो छ. मम्मीलाई देखाउँछु. Happy Mother's Day, मम्मी. Thank you. आखने बकर गार दो हमरा. घर खर्च पैसा हैप्पी मदर डे त आमाले काम नगराउनु पर्छ जनको लुगा धुराउनु. एगे उल्टा उल्टा बात किन गर्छु हमे तर काम करे लगाउनु त हमर कपडा बिहाने बिहाने धोइ देछु. हेर हेर गाइजहरु माया त गर्छ तर लुगा धुराउनु लगाउँछ. मेरो नेल पहिलो लुगा कसरी गर्नु त नोर इटा चाहिँ बार्ला नोचको त होइन देखाइस नेछको बार्लानु नोहो लगलको नै मतलब इटा हो इटा तरकर रा मम्मी चाहिँ साउकुन काम गर्ला छु आउने जाके अस्तिदेखि मेरो चाहिँ मुड खराब थियो भन्नु तबियत खराब थियो जे भन्दा नि हालत हेर्न सक्नुहुन्छ मेरो आँखा सुन्ने केही छैन. मैले भर्खर उठेको छु. अहिले चाहिँ 8:30 बजिसकेको छ. त्यस कारणले अब चाहिँ म खाना बनाउने तर्फ लागिरहेको छु. भिडियोलाई सुरुदेखि अन्तसम्म हेरेर साथ दिनु होला किनकि मेरो भिडियो चाहिँ कन्टिन्यू आउँदैन. आउनु बन्द भएको छ. रिजन पनि छ. म काममा बिजी भएको कारणले म ब्लगहरू न त के भन्छ त्यसलाई कमेडी भिडियो बनाउन सकेको छु. बट हजुरहरूको माया सपोर्ट पायो भने अवश्य नै बनाउने छु. त्यसैले भिडियोलाई सुरुदेखि अन्तसम्म हेरेर साथ दिनु होला. र मैले चाहिँ 2वटा ड्रेस अर्डर गरेको थिएँ. त्यो ड्रेस पनि हजुरलाई म देखाउने छु. अब कतिलाई यहाँ नि त तोर्ना कुन नाचेको बोल्छ बाबु. तोर नाम कुन नाचेको बिर्सा गेलै. तोर नाम बिर्सा गेलै. तोर घर कतै छु घुरे कुन गरेला बाबु घुरे हलस के यति यहाँ फेसला देखा नि त नि बैठने घुरेले चाहिँ हमें के हो सबै के कहिदे त बाबु त्यहाँ उ खाली पानी त त्यहाँ काट्ने त हमें उमर काटिले नि. ए बाबु छोटो बाबु बोल त बोल नि हमें के हो मोची हो के कहीं त मोसी के सबै के माया करी दिहानु कहीं त मोची के सबै के माया करी दिहानु आया सबै के नमस्ते कहे नमस्ते हाथ देखा यार देखा दो हाथ कहीं त हमरा चिन छै कहीं त तोर कान बाबू कहीं त हमरा चिन छै कहीं नि चिन छै त कमेन्ट करिहान कहीं त बाबू कहीं चिन छै त कमेन्ट करिहा कुन 11 उटा के नाम में तोर गा कुन गाम छु घर तन बुना के छ के था छु इटा बजा तन बुना के छु के तन बुना से देख छै त कमेन्ट करे इटा बजा के चिन छै ले अब काम गर्छन् ल तम ज्ञानी ये टाइम में ये तू हमरा छाउ छै कि बाबु त्यहाँ कि मम्मी ये छाउ छु हमरा ए इटा बाबु चाहिँ यो छु टाइम बसको कतै के ल्या भने मोची यो मोचीको टुक्रो छ. आज हम जे सुन आज चाहिँ हाम्रो कतै मुर्गा काटे बोला छु किनकि आज मदर्स डे चाहिँ कुन त नि ऐसे मिठो यता खुवाउनु पर्यो नि आमालाई. लुगा धुआएर यहाँ लुगा धुनुको हरान मेरो नेले त्यही कारणले त आमा भन्दा ठुलो कोही छैन यो संसारमा. यो जे जति गरे आमा जस्तो कोही छैन. आमा जस्तो विश्वासिलो आमाले गर्ने निस्वार्थ माया कसैले गर्न सक्दैन. चाहे त्यो सासु नै किन नहोस् गर्न सकिदैन.
त्यही कारण आमा नै हो गाइस। त्यही कारण आफ्नो आमालाई धेरै माया गर्नु, धेरै भन्दा धेरै। मेरो सबै थोक तयार भइसकेको छ। अहिले म चाहिँ खानासाना पकाइवरी म अस्तिदेखि टेन्सनमा थिएँ, त्यो कारण यस्तो नराम्रो देखिरहेको छु। सो इग्नोर गर्नु। यो ड्रेस चाहिँ मैले हिजो भर्खर आएको यो ड्रेस अनलाइनदेखि अर्डर गरेको थिएँ मैले चाहिँ यहाँदेखि। सो अब चाहिँ म पूजासुजा गरेर सो गाइस देखाऊ भगवान र आफ्नो एउटा यता चाहिँ मैले केक ल्याइसकेको छु। यता स्प्राइट म भगवान चाहिँ देखाउँदिनँ, यता मैले पूजापाठ गरेको किनकि हाम्रो देउता देखाउनु हुन्न। मम्मीको लागि गिफ्ट छ गाइस, गिफ्ट देखाउन जरुरी छ। सो गाइस हेर्न सक्नुहुनेछ यहाँदेखि। वाउ क्या दामी केक। मम्मी देखो त लाग्नु झरिगयो जस्तो। गाइस केक हेर्न सक्नुहुनेछ। ह्याप्पी मदर्स डे। ध्यान राख्नु हालमा कुन छोटो नम्बर छोटो पर्यो हे त नि छ ये मत देखिए पानी उठा ढोका खुल्ले আছে यानी मत खोल नि गे देल है तम गोटेर बिजय आको फुल ढोका लगाएको हो एकदम घाममा एकदम टेन्सन छ खाली ढोका खोल ढोका पा उ ये छिले देख छै बे यार नहीं यार बेटा भुजा तो ने बल्ली बोतली भए गेले धेरै झगडा नगर्नु धेरै ज्ञानी हुनु सधैँ एकदम कुरा मान्नु ए हमें तो राखू के धेरै झगडा नगर्नु ढिलो उठ्दा नबोल्नु यसरी नै माया र सपोर्ट दिइराख्नु आर कुन लोगोको बोली नै सुनिहान अनि त धेरै अगाडि बढ्नु एके हमें आशीर्वाद दिन्छ ये साउन झर्याद ले हेल त ए बुद्धि ज्ञान देओस् भगवान तोरा अरे हाम्रो आयु लागोस् तोरा आए सुने नहीं आउ गया गे देले लाल पानी ना आउ कुन करे बुद्धि ये तेकिन किने आउ मम्मी पहिला मिठा खुवा भन्ने ले होटल खा आओ ले कुछ सुन देवे सक्ने ना छुमी कुन तोफा थैंक यू सही गइने छोरिन माया के ध्यान कहाँ चाहिँ केक त्यहाँ बोले मिसाको या नमा गाडी बढ्यान कखरो आगो में सिर नहीं चुका ले है और नाटक में देखा नहीं कान ले के कान खुशी को दिन में रुनु हुँदैन ना खुशी के आंसू चाहिँ हमर जखान मम्मी सबै के देओस् क्या सबै गइने बेटी माया करे तो सबै गइने बेटी वो ध्यान ले के कान के पकिने बेको पकड हमें पनि आज मम्मी को पसंद को होटल को गोथेल देखला गोथेल आसु गोथेल बा चॉकलेट का इन चॉकलेट छोड़ चॉकलेट एकदम दामी ले ते लभो बेटा नै छको ले धेरै खुसी रहनु
टीका 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 बेटा के हुन्छ दुखी नहोस् कहिले पनि यस्तै सबैको जुवाई पनि छोरा जस्तो होस् सबैको काम चाहिँ कहाँ फेर्नु मम्मी भयो त के लाग्यो है खुसीको बेला रुनु हुँदैन जत्ने हमें तो नहीं क्यों वो थे किकदल है ये दम त्या नीले लाज लाग्ने तको क्या आमा छोरीमा कसैको नजर नलागोस् न मम्मी सबैको छोरी नै प्रगति गरोस् अगाडि बढोस् अगाडि बढेकोमा खुट्टा तान्ने धेरै हुन्छ कसैको कुरा नसुन्नु धेरै धेरै प्रगति गर्नु यो आँसु खुसीको आँसु हो ले ले आशीर्वाद दे ट्याङ ढोगे दे ले दे ट्याङ ढोगे ये नहीं ढोगे ले आशीर्वाद भाग्य माने सधैँ खुसी रहन एकदम अगाडि बढ्यान चलो कस्तो लाग्यो मेरो ड्रेस मन पर्ने उदेको छ कलर यही कलर रातो कलर पिंक छेको पिंक हैन रातो मन पर्छ र यो पिंक भनेको देख्ने खोली के आज मतलब आज कुर्ता देवे साकु कि था पाछु कुछ देवे साकु खुशी रहे चाहिए हमरा कुछ यहाँ कल्लाई भ्याग नहीं चाहिए यार में एकदम धेरै धेरै खुसी छु म सबैको छोरा छोरी आधा कुन दिनु माया गर्नु अनि पैसा पनि दिनु भएको छ तर पकेट खर्चा हजुर देखो ने तो गाइस आज कितने ना भात खिला ब्लॉग लो क्या कि कालू परसु मैं बेटी इतने दुखी छुन कुन को पूछ मत ते हालत देखे सक्छ हमार बट कुन मम्मी बट खुसी हुनु पर्छ नि मम्मी खुट्टा तानेर तानी बस्छ जसको बुद्धि भ्रष्ट हुन्छ त्यो के हुन्छ त्यो पागल हुन्छ आउ चाहिँ हमारे फोटो शूट खींचो तो क्यों नहीं इन्हें नहीं तो फिर तोर कर कितना जना सोचो नहीं तो ए आमा को मुखे ने दिन हो तो इतना चहल पहल मतलब इतना माया देखत छे तर उन्हें कुछ नहीं छुकु तर आजकल दिन स्पेशल बना लुगना मम्मी के खुशी तो सधैँ राखेको कोशिश करले छुन राखले छुन तर आज कुछ स्पेशल करे मन लाग्लो छ सो गर्नुस् एउटा नै सोचन आदमी के मन रहे छिन त ए म्या के मुख देखे वाला दिन छ कि तो मतलब अपन म्या के देखावटी दुनिया के देखावटी के लागि नै गर्छ सधैँ गर्छ हैन के माया त आज नै कि सधैँ गर्छ र हमर साथी छोरा के एकदम दर्जा देल छ हमर छोरी एकदम घर परिवार सब हेले बिना बात कहे नहीं है तो आर कुन को छे हमें कुन बोले तखन बिरसे आगे न आर मतलब हमर फ्रेंड बेस्ट फ्रेंड मम्मी सब कुछ हमरे मम्मी क्या इतना सपोर्ट ककरो माँ बाप शायद नहीं दिल है तो क्या जितना हमरा विश्वास सपोर्ट करछो सो तोर कान अपन मम्मी डैडी के बहुते माया करें चाहे सास हो ससुर होस या अपन मम्मी होस चाहे लोकक मम्मी सबै के मम्मी के माया करें कितना जना के मम्मी नहीं हेतु के जना शायद ओकर कान दुखी हेतु उटा दुखी नहीं हियान सबै कान के माया करें सबै कान माया करबे करतु आर कुन कहो सबै कान के मदर्स डे के बहुते शुभकामना जितना जना हमार ब्लॉग देख छै ओकरो के बहुते शुभकामना खुशी रहन तो सन के दिन कुन गछि हैप्पी जाओस् सो गाइस म चाहिँ मम्मी उद्या नि पापड पकाउँछौङा आज चाहिँ के कुखुरा काट्दा नि अलिकति त्यो के भन्छ घोटी के कुन गछ तोर कान
आन्द्रामा मैले सरी मतलब निकाल्दा त्यो ठेस्नी कि के भन्छ उता से निकाल्नु नि एकथेन एउटा पिल्लु अर्किन्छु मासु ख्याउ मन नै लाग्छु तनाव यता मासु छ मेरो घरमा सो म चाहिँ मम्मीलाई पस्किदिन्छु पहिला म चाहिँ केक खान्छु खाली मासु मात्र पकाएको छु मम्मी पापड नै पकाउ तर पापड मन पर्छु अलिकति के भन्नु गाइस अस्तिदेखि एउटा प्रब्लममा थिएँ टेन्सनमा थिएँ त्यो कारणले के गरौँ नगरौँ दिमाग नै काम गरिरहेको थिएन क्या कतिपयले सोधिराख्नु भएको थियो कुन हेलो भयो के भन्नु धेरै कुरा भएको छ सो त्यो कुरालाई इग्नोर गरौँ अगाडि बढौँ बोल्ने मान्छे बोल्छ गर्ने मान्छे गर्छ सो मम्मी मेरो सपोर्टमा छ मेरो मम्मी मेरो साथमा छ मलाई केही कुराको डर छैन मेरो हस्बेन्ड मतलब मेरो बोयफ्रेन्ड पनि मेरो साथमा छ बोयफ्रेन्ड हस्बेन्ड साथमा छ ड्याडी साथमा छ सो मलाई केहीको फरक पर्दैन बोल्ने मान्छे बोलोस् भुक्ने मान्छे भुकोस् आई डोन्ट केयर सो गाइस म चाहिँ अब भात पस्केर देखाउँछु हाम्रो मुख राका तर फुल्ल लाग्छ कि मम्मीले एकदम कालो झन आँखा दुमदुम बरेको छ थाहा छ दिमाग र मलाई के पागल मम्मी त कुन लाग्लोस् क्या सो गाइस म चाहिँ आफ्नो भाइलाई धेरै मिस गरिरहेको छु आज आमाको मुख हेर्ने दिन नै हो आमाको मुख हेर्ने दिन सो मेरो भाइले हेर्न पाएन सो त्यो कुराले दुःख छु बट मम्मी थोड़ी ना माँ बाप के आशीर्वाद त जही अभी बेटा बेटी के लागि रची क्या मम्मी देखे पेल्किने टाढो भए पनि किनकि मजबुरी छ त्यो कारणले पापड नबनाउनुहोस् फुल्ले नै छु येलो दोसरा बच्चा देखे कुन गर्छ बाबु कुन गर्छ थ्याङ्क यू सो मच गाइस सुरुदेखि अन्तसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद आजको ब्लग यतिमै इन्ड गर्न चाहन्छु ए हाम्रो केक नै देख माधर हाम्रो केक नै देख बनाइहाल्छ न मित मदर्स डे केक भनेपछि बा म अस्ति पनि केमा केक काटेको थिएँ कसको बर्थडेमा हो त्यति बेला पनि केक ओहो पुछ मत चॉकलेट हो कि बेरेला चॉकलेट पनि पर्दो रहेछ त लेन मित हाम्रो मम्मी काटेको थियो मीठे की चॉकलेट देखो किन लगा कोचल कुछ गे तोर पुत्तर जो मम्मीसँग मुख पुछ मांग